घर बनाउँदा वा किन्दा हेर्नै पर्ने 5 वास्तु सम्बन्धी कुराहरू। आजकल नेपालमा घर किन्ने वा बनाउने मानिसहरूले एउटा कुरा धेरै ध्यान दिन थालेका छन्, वास्तु। तर वास्तु भनेको केवल अन्धविश्वास मात्रै होइन, यसको पछाडि केही प्र्याक्टिकल लजिक पनि लुकेको हुन्छ। यी हुन् घर बनाउँदा वा किन्दा हेर्नै पर्ने 5 इम्पोर्टेन्ट वास्तु सम्बन्धी कुराहरू। नम्बर 1, घरको मुख्य प्रवेशद्वार। वास्तु अनुसार मुख्य ढोका घरको ऊर्जा प्रवेश गर्ने ठाउँ मानिन्छ। पूर्व वा उत्तर फर्किएको इन्ट्रान्स धेरैले राम्रो मान्छन्, तर यसको प्र्याक्टिकल लजिक चाहिँ के हो त? बिहानको घाम घरभित्र पस्दा प्राकृतिक उज्यालो, फ्रेश फिलिङ र भेन्टिलेसन राम्रो हुन्छ। यसले घरलाई पोजिटिभ र एनर्जी एफिसिएन्ट पनि बनाउँछ। नम्बर 2, किचनको स्थान। वास्तु अनुसार किचन दक्षिण पूर्व दिशामा राम्रो मानिन्छ, किनभने त्यो भाग दिनभरि रिलेटिभली तातो हुन्छ, जसले कुकिङ एरियालाई नेचुरली ड्राई राख्न मद्दत गर्दछ। यसले मोइस्चर र ड्याम्पनेस कम गर्न पनि सहयोग पुर्याउँछ। नम्बर 3, टोयलेटको प्लेसमेन्ट। धेरै मानिसले वास्तुमा टोयलेट प्लेसमेन्टलाई महत्त्व दिन्छन्। यसको लागि नर्थ वेस्ट एकदमै राम्रो मानिन्छ। यसको एउटा प्र्याक्टिकल कारण पनि छ। गलत ठाउँमा बाथरुम हुँदा स्मेल सर्कुलेसन, लिकेज, ह्युमिडिटी र हाइजिन इस्यु बढ्न सक्छ। त्यसैले प्रपर ड्रेनेज र एयर फ्लो धेरै आवश्यक हुन्छ। नम्बर 4, पूजा कोठा। वास्तु अनुसार घरको ईशान कोण अर्थात् नर्थ इस्ट डाइरेक्सनमा सबैभन्दा शान्त र सकारात्मक क्षेत्र मानिन्छ। त्यसैले पूजा कोठा वा मेडिटेसन स्पेस यही दिशामा राख्न धेरै राम्रो मानिन्छ। तर यसको प्र्याक्टिकल लजिक के हो त? नर्थ इस्ट भागमा बिहानको नरम घाम सबैभन्दा पहिला पर्छ, जसले स्पेसलाई नेचुरली ब्राइट र पिसफुल बनाउँछ। यो डाइरेक्सन सामान्यतः हल्का, खुला र कम हेभी कन्स्ट्रक्सन भएको राम्रो मानिन्छ, जसले मेन्टली काम फिलिङ दिन मद्दत गर्छ। त्यसैले धेरै मानिसहरूले पूजा, ध्यान वा स्पिरिचुअल एक्टिभिटिज गर्नको लागि ईशान कोणलाई प्राथमिकता दिने गर्छन्। नम्बर 5, जमिनको आकार। वास्तुमा जमिनको आकारलाई पनि धेरै महत्त्वपूर्ण मानिन्छ। विशेष गरी स्क्वायर वा रेक्ट्याङ्गुलर सेप भएको जग्गालाई राम्रो मानिन्छ। रेगुलर सेप भएको जग्गामा स्पेस प्लानिङ सजिलो हुन्छ, रुम लेआउट ब्यालेन्स हुन्छ, भेन्टिलेसन राम्रो हुन्छ र स्ट्रक्चरल डिजाइन पनि एफिसिएन्ट हुन्छ। जब वास्तु र प्र्याक्टिकल डिजाइन सँगै जान्छ, तब घर केवल स्ट्रक्चर मात्र होइन, पिसफुल लिभिङ स्पेस बन्छ। यस्तै इन्फर्मेटिभ भिडियोजको लागि बसोबासलाई फलो गर्नुहोला।